Hello and welcome to my class The Leisure Room by Paras Mani र आज हामी पढ्न गइरहेका छौँ बाँकी रहेका एकाउन्टिङ टर्मिनोलोजिजहरू। अब ती के छन् भन्दाखेरि सुरुमा रहेका छन् इन्भेन्टरिज है, स्टक भनिन्छ यसलाई, अथवा मौजदात भनेको हजुरहरूले सुन्नुभएको अथवा देख्नुभएको शब्द हो है। अर्को रहेको छ ट्रेड रिसिएबल, अर्को छ ट्रेड पेएबल, अर्को छ डिस्काउन्ट र लास्टमा छ इन्भेस्टमेन्ट। यति भएर हामी अर्को च्याप्टरतिर लाग्छौँ है। सुरुमा कुरा गरौँ मौजदात अथवा इन्भेन्ट्रिजको बारेमा। इन्भेन्ट्रिज भनेको के हो, यसलाई कसरी बुझ्न सकिन्छ सिम्पल भाषामा भन्दाखेरि हामीले बेच्ने हरेक सामानहरू जुन चाहिँ बिक्री भएका छैनन्, बिक्री भइसकेका छन् अथवा हामीले तयार गरिएका सम्पूर्ण वस्तुहरू तिनीहरूलाई इन्भेन्ट्रिज भनिन्छ होइन। ओपनिङ स्टक, क्लोजिङ स्टक, वर्क इन प्रोग्रेस अथवा विभिन्न नामहरू दिएर यसलाई चाहिँ राखिएको हुन्छ। एकदम सिम्पल छ है। इन्भेन्ट्रिज भनेको सामान हो, बिक्री हुनलाई बाँकी रहेको सामान भनेर बुझ्नुहोस् है। सुरुमा डेफिनेसनतिर जाउँ। बिजनेसले बेच्न वा उत्पादन गर्नका लागि राखेको सामान। प्रत्येक बिजनेस फरक फरक खालको हुन्छन्। किराना पसलको लागि चामल रासनहरू त्यो बेच्नका लागि राखिएको सामान भयो। फर्निचरको लागि कुर्सी टेबलहरू बेच्नको लागि राखिएको सामान भयो। त्यसै गरी कपडा पसलमा, गार्मेन्ट पसलमा कपडाहरू छन् भने तिनीहरू बेच्नका लागि राखिएको सामान भयो। कपडा पसलमा विभिन्न टाइपका कपडाहरू हुन्छन्, तिनीहरू बेच्नका लागि राखिएका स्टक हुन् भनेर बुझ्नुहोस् है। यो भनेको अनसोल्ड गुड है, नबेचिएका सामान पनि हुन्। अब कुरा गरौँ टाइप्सको बारेमा। सुरुमा रहेको छ ओपनिङ स्टक। ओपनिङ स्टक कस्तो अवस्थालाई भनिन्छ भने हामीले सुरुमा आर्थिक वर्ष भनिन्छ नि, आर्थिक वर्ष 2083-84 चल्दैछ भने हाम्रो 83-84 को ओपनिङ स्टक कति थियो त, मेरो किराना पसलमा सामानहरू छन्, विभिन्न रासनहरू छन्, त्यसमा चाहिँ मेरो साउनको 1 गते कति सामान बाँकी थियो त भनेर त्यसलाई चाहिँ ओपनिङ स्टक भन्न पर्यो होइन। अब कपडा पसलमा कपडाहरू कति मात्रामा बाँकी थिए त्यसलाई चाहिँ ओपनिङ स्टक भन्नु पर्यो। ती भनेका बिक्री नभएका सामान, बिक्री हुनलाई अथवा उत्पादन भइसकेका सामान, बजारमा जानलाई रेडी भएका सामान अथवा बिक्री नभएका सामान, बिक्री हुन बाँकी रहेका सामान भनेर बुझ्नुहोस् है। ओपनिङ स्टक एकाउन्टिङ पिरियडको सुरुमा भएको। अब सुरु कहिले हुन्छ त नि भन्दाखेरि नेपालमा साउनको 1 गतेलाई आर्थिक वर्ष सुरु भएको जानकारी गराइन्छ होइन। त्यो चाहिँ विदेशमा थरीथरी हुन्छ, विभिन्न जनवरी टु डिसेम्बर होला। नेपालमा चाहिँ तपाईँको साउनदेखि असारको अन्तिमसम्मलाई एकाउन्टिङ पिरियड भन्छ। एकाउन्टिङ पिरियडको सुरुको दिनमा भएको रेकर्डलाई ओपनिङ स्टक भनिन्छ। हाम्रो ओपनिङ स्टक कति छ त भनेर सुरुमा क्यालकुलेसन गर्दाखेरि साउन 1 गतिको हेरिन्छ र त्यही अनुसार पछि जोड्दै घटाउँदै कोही बिक्री हुन्छ गर्दै जान्छ, किनिन्छ थपिँदै जान्छ है, त्यही अनुसार क्यालकुलेसन हुँदै जान्छ। यो ओपनिङ स्टक, क्लोजिङ स्टक, वर्क इन प्रोग्रेस अनि तपाईँको र मेटेरियल्सहरू, फिनिस गुड्सहरू यो एकाउन्टिङ टर्ममा युज भइराख्ने शब्दहरू हुन्। तपाईँको क्यालकुलेसनमा पनि पछि काम लाग्छ, याद गर्नु होला है। र ओपनिङ स्टक भनेको एकाउन्टिङ पिरियडमा सुरुमा भएको सामान होइन। अब मसँग ओपनिङ स्टक 2 लाखको थियो। अब त्यस्तै गरी क्लोजिङ स्टक भनेको तपाईँको वर्षको अन्तिममा, आर्थिक वर्षको अन्तिममा रहेको सामानलाई क्लोजिङ स्टक भनिन्छ। अब असार 31 गते मसँग 1,50,000 को सामान थियो, यसलाई क्लोजिङ स्टक भनेर राख्नु पर्यो होइन। अब र मेटेरियल्स भनेको उत्पादन गर्दाखेरि लाग्ने कच्चा पदार्थ। म मोमो बनाएर बेच्छु भने मेरो लागि कच्चा पदार्थ भनेको मैदा हुनसक्छ, मासुको किमाहरू हुन सक्छन्, मासुहरू हुन सक्छन्, प्याज हुन सक्छन् होइन। त्यसलाई चाहिँ र मेटेरियल्समा गनिन्छ है। अब काठ पसलमा, फर्निचर फ्याक्ट्रीमा काठलाई र मेटेरियल भनियो। कपडा पसल, गार्मेन्ट पसलमा कपडालाई र मेटेरियल भनियो। अब बेकरी आइटमहरू बन्ने ठाउँमा पिठोलाई र मेटेरियल भनिन्छ होइन। त्यसै गरी वर्क इन प्रोग्रेस भनेको यो चाहिँ फिनिस पुरै नभएको तर र मेटेरियलबाट ट्रान्सफर भएर बिचमा आएर अड्किएको सामान भनौँ। पुरा तयार नभएको उत्पादन गर्नलाई सुरु भइसक्यो तर फिनिस भइसकेको छैन, त्यस्तो अवस्थालाई चाहिँ वर्क इन प्रोग्रेस भनिन्छ है। बन्दै गरेको कुर्सी, अब कुर्सी त बनेछ, रङ लगाएर भ्या छैन, त्यो चाहिँ बन्दै गरेको वर्क इन प्रोग्रेस भयो। कुर्सीको डिजाइन निकाल्यो, फिनिस भएको छैन, त्यसलाई वर्क इन प्रोग्रेस भन्यो। अब कपडाको कटाइ गरेछ तर कपडाको फुल डिजाइन आएको छैन, त्यसलाई वर्क इन प्रोग्रेस भनिन्छ होइन।
अर्को छ फिनिस गुड्स, पुरै तयार भएर बिक्रीको लागि तयार भएको अवस्थाको सामान पुरै रेडी भइसक्यो, कपडाहरू बनिसक्यो, अब सो केसमा राखिसक्यो, त्यसलाई चाहिँ फिनिस गुड्स भनिन्छ। बनिसकेको कुर्सी, रेडी भइसक्यो टी सर्ट, किराना पसलमा रहेको चिनीको बोरा, चामलको बोरा, त्यसलाई चाहिँ फिनिस गुड्स भनिन्छ है। र यति नै थियो यसको टाइप्स: ओपनिङ स्टक, क्लोजिङ स्टक, र मेटेरियल, फिनिस गुड्स र वर्क इन प्रोग्रेस। 5वटा छ, सिम्पल वर्डहरू हुन्, त्यसलाई चाहिँ बुझ्न सक्नुहुन्छ है त। र यसको इम्पोर्टेन्स, यसको महत्त्वपूर्ण कति बेला हुन्छ भन्दाखेरि यसले चाहिँ प्रफिट क्याल्कुलेसन, एक्ज्याक्ट प्रफिट कति छ, नेट प्रफिट कति छ भनेर क्याल्कुलेसन गर्न मद्दत गर्छ। र अर्को हाम्रो अहिलेको करेन्ट एसेट कति छ भनेर पत्ता लगाउन मद्दत गर्छ। स्टक हामीसँग कम छ अथवा धेरै छ, कम भए त्यही अनुसार हामीले र मेटेरियल्सहरू मगाएर बनाउनु पर्यो अथवा बेच्नु पर्यो होइन, धेरै भए बेच्नु पर्यो, त्यस्तो अवस्था कस्तो छ भनेर नेट क्याल्कुलेसन गर्नलाई एकदम महत्त्वपूर्ण भूमिका खेल्छ है। अब कुरा गर्छौँ हामीले ट्रेड रिसिएबलको बारेमा। ट्रेड रिसिएबल भनेको कस्तो अवस्था हो? ट्रेड रिसिएबल भनेको जब हामीले कुनै कस्टमरलाई बाँकी दिन्छौँ, बाँकी दिएर उठ्न पर्ने रकम होइन, त्यसलाई चाहिँ ट्रेड रिसिएबल भन्छ होइन। एकाउन्ट रिसिएबल, ट्रेड रिसिएबल। ट्रेड भनेको हामीले बिजनेस गर्दाखेरि कुनै व्यक्तिलाई, कुनै संस्थालाई हामीले सर्टेन समयको लागि हामीले क्रेडिटमा आफ्नो सामान दिन्छौँ र सर्टेन समयपछि दिने रकमलाई, उठ्न पर्ने रकमलाई हामीले ट्रेड रिसिएबल भन्छौँ होइन। उधारोमा सामान बिक्री गर्दा लिन बाँकी रहेको सामानलाई ट्रेड रिसिएबल भन्छ है। यो भनेको करेन्ट एसेटमा पर्छ। टाइप्सको कुरा गरौँ, टाइप्समा छ डेप्टर्स अथवा एकाउन्ट रिसिएबल भनेर होइन। डेप्टर भनेको त्यस्तो संस्था हो, त्यस्तो मान्छे हो जसबाट हामीले चाहिँ पैसा लिनु छ है। उधारोमा सामान किन्ने ग्राहक, जुन व्यक्ति अथवा संस्था हुन्छ, उहाँले चाहिँ सामान लिएको अवस्थामा चाहिँ उहाँ चाहिँ हाम्रो डेप्टर भन्नुभयो। मेरो बिजनेस छ, मैले रामलाई 50,000 को सामान बाँकी दिएँ। अब डेप्टर्स को भयो भन्दाखेरि राम, मेरो पसलको लागि राम चाहिँ डेप्टर हुनुभयो। किराना पसल कसैले चलाइराख्नु भएको छ र कसैलाई बाँकी दिनुहुन्छ भने उहाँलाई थाहा हुन्छ, फलानु नाम भनेर हामीले छुट्टै एकाउन्ट टिपेर राखिन्छ नि, हो त्यही नै हो डेप्टर्स भनेको। राम, श्याम, हरि, त्यस्तै विभिन्न प्रकारका मान्छेहरूको नाम है। त्यो भनेको चाहिँ हाम्रो पसलको लागि ग्राहक है। अर्को छ बिल्स रिसिएबल। बिल्स रिसिएबल भनेको कस्तो अवस्था भने ग्राहकले निश्चित मितिमा पैसा तिर्ने लिखित प्रतिज्ञा पत्र। ग्राहकले निश्चित समयमा मैले पैसा तिर्छु भनेर एउटा बिल्स अफ एक्सचेन्ज भन्छ, प्रतिज्ञा पत्र, त्यसलाई चाहिँ स्वीकार गर्नुहुन्छ, त्यसलाई नै बिल्स रिसिएबल भनिन्छ। उदाहरणको लागि मैले रामलाई 50,000 कै सामान दिएँ, उहाँले 3 महिनामा तिर्छु भनेर एउटा प्रतिज्ञा पत्रमा साइन गर्नुभयो र एक्सेप्ट गर्नुभयो भने त्यसलाई चाहिँ बिल्स रिसिएबल भनिन्छ होइन। रामले 3 महिनापछि 50,000 तिर्ने बिल स्वीकार गर्नुभयो, बिल्स अफ एक्सचेन्ज जुन प्रतिज्ञा पत्र थियो उहाँले स्वीकार गर्नुभयो, मैले चाहिँ त्यही आधारमा चाहिँ आफ्नो रेकर्ड राखेको हुन्छु, बिल्स रिसिएबल अफ राम भनेर है। अर्को छ नोट्स रिसिएबल भनेको छ ग्राहकले भविष्यमा निश्चित रकम तिर्ने लिखित प्रमिसरी नोट दिएको अवस्था। ग्राहक राम भनौँ, उहाँले चाहिँ म भविष्यमा 3 महिनापछि यति रकम हजुरलाई जसै तिर्छु है भनेर एउटा प्रमिसरी नोट दिनुहुन्छ, एउटा नोट, त्यसलाई चाहिँ हामीले नोट्स रिसिएबल भन्छ। बिल्स र नोट्स उस्तै छ। बिल्स भनेको एउटा प्रतिज्ञा पत्रमा साइन गर्ने अथवा स्वीकार गर्ने प्रोसेसलाई बिल्स रिसिएबल भन्छ। अर्को नोट्स भनेको ग्राहकले हामीलाई नोट्स दिनुहुन्छ, प्रमिसरी नोट, प्रमिस गरेको नोट होइन, त्यस्तै नोट हुन्छ, त्यसलाई चाहिँ हामीलाई दिनुहुन्छ। म यदि 3 महिनाभित्रमा यति गते यो समयमा आएर म हजुरको पैसा 50,000 दिन्छु है भनेर प्रमिसरी नोट दिनुहुन्छ, त्यसलाई नै बिल्स रिसिएबल, नोट्स रिसिएबल भनिन्छ होइन। बिल्स रिसिएबल बिल्सको कुरा भयो, नोट्स भनेको नोट दिने काम, प्रमिसरी नोट दिनुहुन्छ, त्यसलाई चाहिँ नोट्स रिसिएबल भन्छ है त। अब ट्रेड पेएबलका कुरा गरौँ होइन। ट्रेड रिसिएबल भनेको हामीले उधारोमा दिन्थ्यो भने, अब ट्रेड पेएबल भनेको हामीले तिर्न पर्ने रकम। हामी भनेको को भन्दाखेरि बिजनेस, हामीले एकाउन्टिङ स्टुडेन्टहरू जति पनि छौँ, एकाउन्टेन्टहरू, उहाँले चाहिँ बिजनेसमा बसेर आफूलाई राखेर हेर्नुपर्छ, हामी भनेको बिजनेस हो भनेर सोच्नुपर्छ होइन। अब ट्रेड पेएबल भनेको हाम्रो बिजनेसले अर्को सप्लायर्सलाई तिर्नुपर्ने रकम भनेर बुझ्नुहोस् होइन।
अब उदाहरणको लागि हाम्रो बिजनेसले स्यामसँग केही रकमको गुड्सहरू लिएर आएको छ, त्यो अब हामीले तिर्न पर्ने हुन्छ। त्यो बेलामा चाहिँ स्यामको हुनुभयो भन्दाखेरि क्रेडिटर है। सप्लायर्सलाई तिर्न बाँकी रहेको रकम भनेको छ, यसलाई चाहिँ करेन्ट लायबिलिटीमा राखिन्छ र यसको टाइपहरू पनि 3 प्रकारको छन्। सुरुमा छ क्रेडिटर्स अथवा एकाउन्ट पेएबल। मैले श्यामसँग, हाम्रो बिजनेसले श्यामसँग रु 50,000 को सामान बाँकीमा लिएर आयो भने श्याम को हुनुभयो हाम्रो लागि उहाँ क्रेडिटर्स अथवा एकाउन्ट पेएबल हुनुभयो होइन। उदाहरणमा सामान दिने सप्लायर्स श्याम हुनुभयो। बिजनेस पर्चेज गुड वर्थ RS 30,000 अन क्रेडिट, हामीले चाहिँ बाँकी 30,000 को सामान लिएर आएका छौँ कोसित, श्यामसित। यहाँ चाहिँ श्याम क्रेडिटर्स हुनुभयो है, क्रेडिटर्स हुनुभयो। किन भन्दाखेरि हामीले श्यामलाई 30,000 रुपियाँ तिर्नु बाँकी छ। त्यसै गरी बिल्स अफ पेएबल है, हामीले बिल्स रिसिएबल भनेर प्रतिज्ञा पत्र, बिल्स अफ एक्सचेन्ज उहाँले एक्सेप्ट गरेको अवस्था थियो भने हामीले चाहिँ यति बेला हाम्रो बिजनेसले एक्सेप्ट गर्नुपर्ने हुन्छ होइन। बिजनेसले सप्लायर्सलाई फ्युचरमा निश्चित मितिमा पैसा तिर्ने बिल्स अफ एक्सचेन्ज स्वीकार गरेको अवस्था। हाम्रो बिजनेसले निश्चित समयमा, अब बिजनेस भनेको त सधैँ सेल्स क्यासमै हुन्छ भन्ने छैन, कतिपय अवस्थामा चाहिँ बाँकी ल्याएर पैसा परिसकेपछि बल्ल पैसा दिने अवस्था। अहिलेको नेपालको बिजनेस धेरै ठाउँमा त्यस्तै छ। ठुलो बिजनेसहरू पहिला सामान आउँछ, सामानबाट पैसा उठ्छ अनि बल्ल हामीले क्रेडिट दिने गर्छौँ होइन। त्यो अवस्थामा चाहिँ बिल्स पेएबल, नोट्स पेएबल, यो बिल्स अफ एक्सचेन्ज प्रतिज्ञा पत्रहरूको भूमिका एकदम ठुलो हुन्छ होइन। बिल्स पेएबल भनेको बिजनेसले सप्लायर्सलाई फ्युचरमा म यति समयमा हजुरलाई बाँकी रहेको रकम तिर्नेछु भनेर जुन हामीले बिल्स अफ एक्सचेन्ज स्वीकार गर्छौँ त्यो अवस्थामा चाहिँ त्यसलाई बिल्स पेएबल भनिन्छ। त्यसै गरी नोट्स पेएबल छ। नोट्स पेएबल भनेको कस्तो हो भने बिजनेसले भविष्यमा निश्चित रकम तिर्ने प्रमिसरी नोट जारी गरेको अवस्था। हामीले चाहिँ अघि हामीले कुरा गर्दाखेरि नोट्स रिसिएबल थियो, अरूबाट नोट्स, रामले मलाई यति समयमा पैसा तिर्छु भनेर एउटा प्रमिसरी नोट्स दिएको अवस्था थियो भने अहिले चाहिँ हामीले राम अथवा श्याम जुन सुकै क्रेडिटर्सहरू हुनुहुन्छ उहाँलाई चाहिँ नोट्स हामीले उहाँलाई दिने हो, यति समयमा हजुरलाई म 30,000 40,000 बाँकी रहेको रकम तिर्नेछु भनेर हामीले जुन नोट्स पेएबल बनाइन्छ अथवा प्रमिसरी नोट्सहरू लेखेर दिइन्छ त्यो नियमअनुसारको, त्यसलाई चाहिँ नोट्स पेएबल भनिन्छ है। त्यही तपाईँको अघिको जुन एकाउन्ट रिसिएबल र अहिलेको एकाउन्ट पेएबल चाहिँ ठ्याक्कै उल्टो र सुल्टो भनेर बुझ्न सक्नुहुन्छ है त। अब अर्को टपिक रहेको छ डिस्काउन्ट होइन। डिस्काउन्ट भनेको हजुरहरूलाई थाहा नै होला, हजुरहरू पनि कतिपय सामान लिन जानुहुन्छ होला आफ्नो प्यारेन्ट्सहरूसँग अथवा आफै पनि सामान लिन जानुहुन्छ होला। त्यो अवस्थामा चाहिँ विभिन्न प्रकारका डिस्काउन्ट दिनुहुन्छ सेलरहरूले होइन हामीलाई। उदाहरणको लागि 100 रुपियाँको सामान भयो, ल तपाईँलाई आइराख्ने मान्छे 90 मा लानुहोस् न त भनेको अवस्था हो भने यसलाई चाहिँ ट्रेड डिस्काउन्ट भनिन्छ होइन। डिस्काउन्ट भनेको आफ्नो सामान किन्दाखेरि दिइने छुट, त्यसलाई चाहिँ डिस्काउन्ट भनिन्छ। अब गुड्सहरू ठुलो सामान, धेरै सामान ल्याउनेहरूलाई त्यही अनुसारको छुट, हामी सानो सामान किन्नेहरूलाई त्यही अनुसारको छुट गर्छन् होइन। तर ठुलो रेसियोमा हेर्दा त्यो ठुलै देखिन्छ। अब सेलरले बायरलाई, डिस्काउन्ट भनेको सेलरले बायरलाई मूल्यमा दिएको छुट। अब सामान किन्दाखेरि आफ्नो प्राइस जति छ त्यसमा चाहिँ घटाएर दिएको डिस्काउन्ट होइन, छुटलाई चाहिँ डिस्काउन्ट भनिन्छ। बिजनेसमा कस्टमरलाई के कारणले गरिन्छ भन्दाखेरि एउटा कस्टमर एट्र्याक्ट गर्नलाई, कस्टमर फलाना ठाउँमा त डिस्काउन्ट दिन्छ है भनेर हामी गइन्छ, फलाना ठाउँमा त सेल छ है भनेर गइन्छ नि त कति ठाउँहरूमा। त्यस्तै अवस्थामा फलाना ठाउँमा डिस्काउन्ट छ अरे, फलाना पसलमा डिस्काउन्ट छ अरे, आज त यो सामानमा भन्यो भने हामी गइन्छ कतिपय। त्यस्तै हो डिस्काउन्ट भन्ने। र धेरै सामान बेच्न वा छिटो भुक्तानी गर्न भनिन्छ। अब सामानहरू धेरै छ, अब छिटो पनि भुक्तानी गर्नु पऱ्यो भने ग्राहकले केही आफ्नो प्रफिट राखेर हामीलाई डिस्काउन्ट दिए जस्तो पनि हुने, उहाँहरूले थोरै प्रफिट राखेर चाहिँ हामीलाई सामान बेच्नुहुन्छ र हामीलाई 100 परेको सामान 95 मा दियो भने हामीलाई ठुलो राहत फिल भएको महसुस गर्छौँ होइन। अब यसको पनि टाइप छ, एउटा ट्रेड डिस्काउन्ट भन्ने छ भने अर्को छ क्यास डिस्काउन्ट होइन। ट्रेड भनेको पनि अब क्यास, उतिखेर क्यासमै दिने डिस्काउन्ट हो
अब हामीले सामान लिन्छौँ, मैले अघि नै उदाहरण दिइसकेँ। तपाईँले 100 रुपियाँको सामान लिनुभयो, तपाईँ रेगुलर गइराख्ने मान्छे हुनुहुन्छ भने ल आज 95 मा लानु नि त भनेको अवस्थामा चाहिँ त्यसलाई ट्रेड डिस्काउन्ट भनिन्छ होइन। सामानको लिस्ट अथवा मार्केट प्राइसमा खरिद वा बिक्रीमा दिइने समयको छुट होइन। सामानको लिस्ट अथवा मार्केट प्राइसमा खरिद वा बिक्रीको समयमा दिइने छुट भनेको छ। सामान किन्छौँ हामीले, ल उतिखेरै ल तपाईँलाई आज 2400 भयो, ल 2300 दिनुहोस् न त, अथवा 2350 दिनु न त भनेर उतिखेरै हामीलाई साउजीले अथवा सेलरले दिइने छुटलाई त्यसलाई चाहिँ ट्रेड डिस्काउन्ट भनिन्छ है। धेरै सामान खरिद गर्न प्रोत्साहन गर्ने एउटा स्ट्राटेजी पनि हो। डिस्काउन्ट दिइसकेपछि मान्छेहरूले सामान धेरै लानुहुन्छ, अर्को आफ्नो सामानहरू छिटो भ्याइयो होइन। अनि ग्राहकहरू एट्र्याक्ट हुनुभयो, नियमित ग्राहकलाई प्रोत्साहन मिल्यो, मोटिभेसन फलाने ठाउँमा त यति सामान लियो भने हामीले चाहिँ डिस्काउन्ट पाउँछौँ भनेर हामी बारम्बार गइराख्ने भयौँ अनि व्यापार पनि बढ्छ साउजीको होइन। यसलाई चाहिँ अब इन्भोइस बनाउँदा नै घटाइन्छ। अब डिस्काउन्टमा 2400 को बिल आछ, ल 2350 दिनु भनेर उहाँले उतिखेरै त्यही बिलमै लेखिदिनुहुन्छ, त्यो त्यत्तिकैमा रेकर्ड हुन्छ होइन। एकाउन्टिङ बुकमा छुट्टै डिस्काउन्ट भनेर रेकर्ड गर्ने सिस्टम हुँदैन। हामी क्यास उतिखेरै क्यास ट्रान्जेक्सन भइहाल्यो, त्यसलाई चाहिँ डिस्काउन्ट भनेर ग्राहकले अथवा बुककिपरहरूले छुट्टै डिस्काउन्ट यति दियो भनेर लेख्नु हुँदैन है। अनि नेट एमाउन्ट रेकर्ड गरिन्छ। जति अब 2400 को सामान बेच्दै थियो 2350 मात्रै लियौँ भने 2350 रेकर्ड गरिन्छ होइन। अब अर्को छ क्यास डिस्काउन्ट। क्यास डिस्काउन्ट भनेको पनि पैसामा दिइने छुट होइन। हामीले इलेक्ट्रिसिटी विभाग, विद्युत विभाग देखेका छौँ नि, हजुरहरूले ई सेवा अथवा खल्ती अथवा विभिन्न अफिसमै गएर पनि बिल भुक्तानी गर्नुहुन्छ होला सायद। त्यो अवस्थामा हामीले चाहिँ बिल आएको 5-10 दिनभित्रमा तिर्दाखेरि उहाँहरूले केही डिस्काउन्ट दिनुहुन्छ। यो भनेको चाहिँ हाम्रो ग्राहकहरूलाई प्रोत्साहन गर्ने बाटो। फलानु कम्पनीबाट यति समयमा बिल तिर्यो भने हामीले डिस्काउन्ट पाइन्छ नि, तिरे छैन अझै पनि भनिन्छ कतिपय छिमेकीहरूलाई, साथीभाइलाई होइन। अथवा त्यो महिनाको अन्तिमभरि तिर्यो भने चाहिँ हामीले जति आछ बिलमा त्यति नै तिर्नुपर्ने हुन्छ कि, हो त्यस्तै डिस्काउन्ट हो। यसलाई चाहिँ क्यास डिस्काउन्ट भन्छ। समय वा छिटो भुक्तानी गरे बापत दिइने छुट भनेको छ। किन त्यो गरिन्छ भन्दाखेरि कस्टमरलाई टाइमली पेमेन्ट गराउन यसले प्रोत्साहन दिन्छ। समयमा 5 दिन अथवा 10 दिनभित्रमा पे गर्यो भने त डिस्काउन्ट हुन्छ नि, किन पे नगर्नु। अब थोरै 200, 400, 100 रुपियाँ आउनेलाई मतलब नहोला, 1000, 20,000 आउनेलाई त केही राहत मिल्यो नि, 2-4 हजार भयो नि घट्छ है। हो त्यो अवस्थाले गर्दाखेरि ग्राहक तान्ने बाटो एउटा। अर्को क्रेडिट रिकभरी छिटो होस्। अब तपाईँको 1 महिनाभित्रमा तिर्नुभयो भने जतिको तति तिर्नुपर्ने हुन्छ, 1 महिनाभन्दा बढी भयो भने फाइन लाग्ने अवस्था हुन्छ होइन। समयमै तिर्दिनु भयो भने 10 दिनभित्रै तिर्नुभयो भने केही छुट आउला, हो त्यो हिसाबले तपाईँको क्रेडिट बस्न पाउँदैन। कोही ग्राहकहरू चाहिँ क्रेडिट राख्न खोज्नुहुन्छ, त्यो अवस्थामा चाहिँ क्रेडिट धेरै नहोस् भन्ने अवस्थाले चाहिँ बिजनेसले अपनाएको स्ट्राटेजी हो है। अनि ब्याड डेब्ट कम होस्। अब विभिन्न ब्याड डेब्टहरू हुन सक्छन्। कोही मान्छेहरूले पैसा खाएर सामान लगेर पैसै नदिने अवस्था हुनसक्छ, कोही भागिदिनुहुन्छ होइन। त्यस्तो अवस्थामा चाहिँ डिस्काउन्ट हुने समयमा त उहाँले तिर्न खोज्नुहुन्छ, त्यति समयमा पनि भ्याउनु भयो भने जतिको तति त मैले महिनाभरि तिर्न सक्छु भन्ने उद्देश्यले चाहिँ त्यो अवस्थाभन्दा कट्यो भने उहाँलाई फाइन लाग्छ भन्ने एउटा डरले मान्छेहरूले तिर्नुहुन्छ भनेर। अनि कम्पनीलाई पनि ब्याड डेब्टहरू त्यो उठ्दै नउठ्ने रकम नहोस् भन्ने उद्देश्यले चाहिँ यो क्यास डिस्काउन्ट राखेको है। अब यसको इक्जाम्पल छ क्रेडिट सेल। मैले उदाहरणको लागि 20,000 को सामान कसैलाई बेचेँ र एउटा शर्त राखेँ। कन्डिसन कस्तो छ भने 2/10 भनेको छ र नेट 30 भनेको छ। यो 10 दिनभित्र उहाँहरूले तिर्नुभयो भने 2% डिस्काउन्ट पाउनुहुन्छ। यसमा पनि 2% डिस्काउन्ट पाउनुहुन्छ र 30 दिनमा तिर्नुभयो भने उहाँले जति छ त्यति नेट तिर्नु पर्यो है। 10 दिनभित्र तिर्यो भने 2% डिस्काउन्ट, नत्र 30 दिनभित्र पुरा रकम तिर्ने भन्ने अवस्था छ होइन। त्यसले चाहिँ पेमेन्ट गर्दा मात्रै दिइन्छ। अब जब पेमेन्ट गर्नुहुन्छ ग्राहकहरूले त्यति बेला मात्रै डिस्काउन्ट दिइन्छ। अब 10 दिनभित्र आएर तिर्नुभयो भने त तपाईँलाई 2% छुट भनेर दिनुहुन्छ। एकाउन्टिङ बुकमा चाहिँ रेकर्ड गर्नुपर्छ है। यसमा चाहिँ सेलरको लागि डिस्काउन्ट एलाउड भनेर भनिन्छ। सेलरले चाहिँ हामीले छुट दिएका हौँ भनेर लेखेको हुन्छ भने बायर्सले चाहिँ डिस्काउन्ट रिसिभ भनेर लेख्नुहुन्छ है। उहाँहरूको लागि इन्कम भयो, सेलरको लागि एक्सपेन्सेस भयो है त। र आजको अन्तिम टपिक रहेको छ इन्भेस्टमेन्ट। र
हाम्रो एकाउन्टिङ टर्मिनोलोजिज हजुरहरूको बुकमा भएको अन्तिम टपिक पनि टर्म्स पनि यही थियो इन्भेस्टमेन्ट। हामी चाहिँ नेक्स्ट डे अर्को नयाँ च्याप्टरबाट सुरु गर्नेछौँ। कृपया मलाई चाहिँ फलो गर्दै गर्नु होला। र सुरु गरौँ इन्भेस्टमेन्ट हैन। इन्भेस्टमेन्ट भनेको हामीले फ्युचरमा इन्कम अथवा आम्दानी जेनेरेट होस् भनेर गरिने लगानी हैन। विभिन्न सेयरहरूमा लगानी गरिन्छौँ हामी पर्सनल एज अ पर्सन हामीले चाहिँ विभिन्न सेयर्सहरूमा लगानी गर्छौँ, विभिन्न डिभिडेन्ड आउने ठाउँमा लगानी गर्छौँ, म्युचुअल फन्डमा लगानी गर्छौँ, डिभेन्चरहरू बोन्डहरूमा लगानी गर्छौँ है। त्यो अवस्थामा हामीलाई के दिन्छ? सेयरले चाहिँ हामीलाई विभिन्न टाइप्सको सेयर डिभिडेन्डहरू दिन्छ, क्यास डिभिडेन्ड दिन्छ। अब तपाईँको डिभेन्चर अथवा बोन्डले चाहिँ तपाईँको इन्ट्रेस्ट दिन्छ है। त्यसै गरी म्युचुअल फन्डले पनि हामीलाई विभिन्न फन्डहरू रिटर्नमा हामीलाई फन्डहरू दिन्छ है। त्यो हिसाबले गर्दाखेरि फ्युचरमा हामीलाई चाहिँ इन्कम जस्तै इन्ट्रेस्ट होस्, डिभिडेन्ड आओस् अथवा क्यापिटल गेन होस् भनेर गरिने लगानी जुन छ त्यसलाई चाहिँ इन्भेस्टमेन्ट भनिन्छ। यसको पनि टाइप छ सर्ट टर्म र लङ टर्म भनिने। र सर्ट टर्म भनेको 1 वर्षभन्दा कम समयलाई गरिने लगानी। जस्तै उदाहरणको लागि मैले किराना पसल छ, मसँग एक्स्ट्रा 1 लाख रुपियाँ छ बिजनेसबाट आएको। मैले चाहिँ सामान किनेर लगभग सबै सामान किनेर अब मलाई यति समय धान्छ भनेर मसँग 1 लाख रुपियाँ छ जुन चाहिँ मलाई अहिले अवस्थामा चाहिएको छैन 6 महिना अथवा 8-10 महिना। त्यो समयमा मैले कुनै गभर्मेन्टले ट्रेजरी बिलहरू चाहिँ इस्यु गरेको हुन्छ, त्यो अवस्थामा ट्रेजरी बिल किन्छु मैले केही समयलाई। त्यसपछि 6 महिनामा मलाई इन्ट्रेस्ट आउँछ, 8 महिनामा इन्ट्रेस्ट आउँछ हैन। त्यसपछि मैले बेचिदिन्छु, त्यसमा आएको इन्ट्रेस्ट त मलाई इन्भेस्टमेन्ट भयो नि त, लगानीबाट केही न केही त आयो। यत्तिकै स्टक बसेर ब्याज पनि नआउने त्यो अवस्था भएको अवस्थामा मैले केही न केही त पाएँ नि त। हो त्यही कुरालाई चाहिँ हामीले लगानी भन्छौँ है। केही पाउने आशमा गरिएका लगानीलाई इन्भेस्टमेन्ट भनिन्छ। लगानी भनौँ अथवा जुन मनी हामीले केही ठाउँमा लगानी गर्छौँ त्यसैलाई नै इन्भेस्टमेन्ट भनिन्छ है। अनि अर्को लङ टर्म छ। लङ टर्म इन्भेस्टमेन्ट भनेको मसँग पैसा अलि धेरै नै छ, त्यो पैसा मलाई अहिले केही समय चाहिएन, 2-4 वर्ष जति चाहिएन। त्यो समयमा मैले चाहिँ सेयर किनेर राख्छु, त्यसबाट मैले विभिन्न अर्को सेयर डिभिडेन्डहरू पाउँछु, तपाईँको डिभिडेन्ड पाउँछु भन्ने आशले चाहिँ राखेको हुन्छु। त्यसलाई नै लङ टर्म भनिन्छ। त्यो भनेको 1 वर्षभन्दा लामो समय गरिने इन्भेस्टमेन्ट अथवा त्यसलाई लगानी भन्नुहोस्, त्यो भनेर बुझ्नुहोस् है। सर्ट टर्म र लङ टर्म इन्भेस्टमेन्ट भनेको जुन केही पाउने आशमा इन्ट्रेस्टहरू, डिभिडेन्डहरू अनि क्यापिटल गेनहरू पाउने आशमा गरिएको लगानी। जुन हामीसँग एक्स्ट्रा रकम हुन्छ त्यसलाई चाहिँ हामीले लगानी, जुन पैसा होल्ड नगरिकन हामीले लगानी गर्छौँ केही समयलाई। आफ्नो समयको अवधि हेरेर 6 महिना चाहिँदैन 6 महिना गर्छौँ, वर्ष दिन 2-4 वर्ष चाहिँदैन, त्यही अनुसारको गरिने लगानीलाई हामीले इन्भेस्टमेन्ट भन्छौँ भनेर बुझ्नुहोस् है त। हस्, आजलाई यति नै थियो। के क्वेरिजहरू छन् भने प्लिज कमेन्ट गर्न नबिर्सिनु होला। कमेन्ट एउटा पनि आउँदैन, मेरो भिडियो मन नपरेर हो अथवा हजुरहरूको यो जुन क्लास र यो उस्तै भएको भएर हो। अलिक कमेन्टहरू, लाइक्सहरू साथीभाइलाई पनि सेयर गर्नु पर्यो। र के क्वेरी छन् भने अब अर्को टपिक यो पढ्न पाए हुन्थ्यो भन्ने छ भने प्लिज कमेन्टमा चाहिँ मलाई भन्नुहोस् है। हस् त, आजलाई यति नै।